आरती मिसको कसिलो शरीर मसानैदेखि गुप्त बोका थिए। हुन त आफ्नो लिङ्ग चलाएर आनन्द लिन सकिने कुरा धेरैलाई सानै उमेरमै थाहा हुन्छ। यो कसैलाई सिकाउनु पर्ने कुरा होइन। पेसाब फेर्दा वा त्यसै पनि सोचमा डुब्दै झुक्किएर लिङ्ग छोइहाले र त्यसलाई चलाए स्वभावत त्यसको आकार बढ्छ, रगतको बाहव बढ्छ, ठन्किन्छ। यो बिस्तारै सिकिने कुरा हो, सबैले सिक्छन् अनि स्वभावत ठन्किने मात्र होइन, जाने बुझेरै चलाउन थालिन्छ। तुरीबाट पानी आउने भएको पनि हुँदैन तर त्यसलाई रगडेर, चलाएर, मुसारेर यौन आनन्द लिन कोठाभित्र एकान्तमै सिकिन्छ। 10 वर्षको उमेरसम्म त सबैजसोले एक न एक पटक एकान्तमा लिङ्गसँगको सामिप्यता कायम गरेकै हुन्छन्। तर म यो मामिलामा निकै अगाडि थिएँ, 4 देखि 5 वर्षको उमेरदेखि नै म यस बाबतमा निकै जानकार थिएँ। एक कक्षामा पढ्दादेखि नै म तुरी चलाएर मज्जा लिन सक्ने, बुझ्ने भइसकेको थिएँ। यो अरूको सामुन्ने गर्न नहुने र एकान्तमै गर्नुपर्ने कुरा पनि स्पष्ट थियो। यसरी सुरु भएको मेरो हस्तमैथुनको यात्रा प्रत्येक वर्ष नयाँ नयाँ ढङ्गले बढ्न थाल्यो। यसरी तुरी चलाउँदा कुनै यौनका कुरा मनमा उब्जन्थेन्। न शरीरमा कुनै सेक्स हर्मोनकै उत्पादन हुन सुरु भएको थियो, जुन वर्षौं टाढा थियो। कुनै केटीको विचार वा काल्पनिक दृश्य बिना नै यो काम सम्भव थियो। तर मज्जा उति नै आउँथ्यो। कहिले घन्टौसम्म पनि चलाउँथे तैपनि त्यो चरम बिन्दुसम्म पुग्थिन्। हात गल्थ्यो, थकाइ लाग्थ्यो। घरमा अरूले देख्लान् कि भन्ने डर हुन्थ्यो। नयाँ तरिकाको खोजी। 3 कक्षा पुग्दासम्म एक तरिका पत्ता लगाए। पत्ता मात्र लगाएको होइन, बस त्यही तरिकाले मात्र यौन आनन्द लिन थाले। सधैँ झै बिहान बिउजिने बित्तिकै कट्टुभित्र हात हालेर निन्द्राकै तालमा तुरी चलाउनु पर्ने बानी लागेको थियो। घोप्टो परेर सुतेको रहेछु, ठन्किएको तुरी मेरो जाँघ र खाटको बीचमा चेपिएको थियो। सिरानीबाट तल खसिसकेको टाउकोलाई सिरानीतिर सार्दा शरीर पनि तानियो। तुरी खाट र जाँघको बीचमा चेपिएर जाँघमा दलिन पुग्यो। यो सजिलो हुन्छ जस्तो लाग्यो। खाटमा पुठो तलमाथि सारे, तुरी चेपिएर हातले चलाए झैँ चल्यो, आनन्द उस्तै। नठन्किएको तुरी भने यसरी दल्न सकिन्न। अलिकति ठन्किएपछि यसरी दल्न, रगड्न मिल्थ्यो। कहिले सिरानीमाथि पनि यसो गर्नु पर्थ्यो। सिरानी ओछ्यान भन्दा अलिक कडा हुने हुँदा तुरी राम्रोसँग रगडिन पाउँथ्यो। यसो गर्दा हात पनि नगल्ने अनि अरू कोही आइहाले चल्न बन्द गरेपछि सुतेको जस्तो मात्र देखिने। यो उपायले मैले आफ्नो बालककालको वर्षौं आनन्द लिन पाएँ। महिला पहिलो यौन उत्तेजना, तुरी बन्यो लाडो। 6 कक्षामा पुगिसकेको थिएँ। 10 वर्षे कटो म 220 देखि 25 वर्षे केटीहरूतिर आकर्षित हुन थालेको थिएँ। बजारमा साहुनी निर्जलाको 15 वर्षकै उमेरमा बिहे भएको थियो। उनी दुईवटी छोरी मध्ये एउटी 8 वर्षकी अनि अर्की 4 वर्षकी भइसकेका थिए। तर मलाई निर्जला मन पर्थ्यो। एक दिन पसल जाँदा उनी बाहिर भाँडा माझिरहेकी थिइन्। म्याक्सी घुँडाभन्दा माथि नतानी बसेर काम गर्न गाह्रो हुन्थ्यो। उनलाई ख्याल पनि थिएन, म्याक्सी निकै माथि पुगेर उनको साप्रा माथिसम्मै देखिएको थियो। त्यो उमेरको आइमाईको साप्रा मैले त्यसरी कहिल्यै देखेको थिइन्। सेतो, चिल्लो, रौँको नामो निशान थिएन। त्यस्तो सफा अनि ठुलो साप्रा देख्दा पहिलो पटक मेरो मनमा महिलाप्रति यौन उत्तेजना आयो। त्यो पहिलो पटक थियो तुरी नचलाई नै कसैलाई देखेको भरमा ठन्कियो। पसलको काम छिटो छिटो सकेर म घरतिर दगुरे। मलाई त्यो दृश्य सम्झिन मन भयो, सधैँको लागि। मेरो पहिलो त्यो यौन आकर्षण सृजना गरिदिएकोमा निर्जलालाई धन्यवाद सधैँ दिनेछु। त्यसपछिका दिनहरू मेरा वर्षौंको एक्लै तुरी चलाउने कामभन्दा फरक हुनेवाला थियो। आखिर अब निर्जलाको त्यो सुन्दर मादक हाँसोसँग उनको साप्राको दृश्य जो मेरो दिमागमा छापसरी छापिएको थियो। अब हरेक पटक खाटमा तुरी रगड्दा मलाई तिनै सेता चिल्ला साप्राको ख्याल आउँथ्यो। म विभिन्न रूपमा निर्जलालाई देख्थे। तर सबैभन्दा मनपर्ने रूप त त्यही म्याक्सीमा नै थियो। तलबाट उनको म्याक्सी भित्र छिरेर उनका साप्रालाई चुप्पा खान्थे अनि च्याप्प समाती, कुनै रुखलाई अँगालो हाले झै गरी उनको साप्रामा तुरी रगड्थे। कहिले उनी खाटमा लम्पसार परेको कल्पना गर्थे, घोप्टे परी तुरी उनको साप्रामा पर्ने गरी उनको शरीरमाथि मच्चिथे। वास्तविकतामा म खाटमाथिको मच्चिएको भए पनि कल्पनामा उनै निर्जलाको तिघ्राले मलाई मस्त पारेको थियो। म बजार जाँदा केही किन्नु नपर्ने भए पनि उनको पसलमा छिर्थे। उनी सधैँ माया गरेर मलाई केही न केही खुवाएर पठाउँथिन्। मलाई खानको लोभ थिएन, बस त्यहाँ हुँदा उनको अनुहार देख्न पाउँथे। उनको ओठ निहाल्न पाउँथे।
उनका तिघ्रा अनि कहिले काहीँ साप्राको केही भाग फेरि देख्न पाउँथे। कहिले उनी ब्लाउज र पातलो साडी जस्तो कपडा बेरेर बसेकी हुन्थिन्। त्यो बेला मैले उनको छातीमा देखेको त्यो दृश्यले पहिलो पटक केटीको स्तनको सुन्दरताले मलाई आकर्षित गरेको पाएँ। त्यो बेला फेरि मेरो तुरी लाडु सरी ठन्कियो। 11 वर्षको उमेरसम्ममा मेरो अरू केटाहरूको भन्दा ठुलो र पुष्ट थियो। रङ्ग पनि पहिले भन्दा अलिक गाढा थियो। सायद नियमित रगतको बहावले गर्दा होला अनि धेरै चलाउँदा यसको तन्तुहरू बलियो भएकाले होला। अब यो तुरी थिएन, बिस्तारै लाडुमा विकसित भइरहेको थियो। यौन कल्पनाको पराकाष्ठा। निर्जलाका हरेक मुस्कानका दृश्य मेरा लागि नयाँ खुराक बन्थे। तिनै दृश्यको सहारामा म बेलुकी र बिहान नयाँ कल्पना रच्न पाउँथे। उनीसँग आलिङ्गन गरेको, उनीसँग चप्किएर बसेको नयाँ कथाहरू बुन्दै उनकै कल्पनामा उत्तेजित हुन पाउँथे। उनीका प्रत्येक शब्दको झन्कारले मेरो मनमा नयाँ तरङ्गहरू पैदा गर्थ्यो। उनको प्रत्येक नयाँ पहिरनले मेरो शक्ति क्षीण बनाउँथ्यो। म खाटमाथि अझै रफ्तारमा मच्चिन्थे अनि त्यसले नपुगेपछि हातले जोडले समातेर चलाउँथे। लाडुको माथिको छाला फर्किने गरी तल तान्थे। अति पीडा हुन्थ्यो तर आनन्द पनि त्यही अनुपातमा बढ्थ्यो। म उनीसँग समय बिताउन पुरै बजार बन्द गराइदिन्थे। पुरै गाउँका सबैजना कतै घुम्न पठाइदिन्थे। गाउँमा बाँकी हुन्थ्यौ त हामी दुई मात्र। पुरै दिन छुट्टी जस्तो। बजारको माथि रहेको आँपको बगैँचामा हामी भेट्थ्यौँ। आँपको रुखहरूको छहारीमा दुबोको मैदानमा उनी सुतेकी हुन्थिन्। उनलाई लपक्क अँगालो हालेर उनको तिघ्रा माथि मच्चिन्थे। उनको म्याक्सी भित्र छिरेर उनको साप्राहरूमा चुम्मा गर्थे। अनि उसको ब्लाउज निकालेर उनको स्तनहरू चुम्थे। उनका स्तनको बीचमा ठन्किएको लाडु राखेर दुवै स्तनले च्यापेर छाला फर्किने गरी हल्लाउँथे, रगड्थे। उनीसँग रातभरि यो क्रीडा चल्थ्यो। म उनका स्तन र साप्राका प्रत्येक इन्च चुम्थे। उनका सबै लुगा फुकाले नग्न उनको शरीरमाथि मच्चिन्थे। वासनाको जादु। निर्जला मेरो आकर्षण निकै बढिसकेको थियो। महिनौ प्रत्येक दिन उनकै शरीरसँग खेलेको कल्पनाले उनी मेरैलाई हुन जस्तो भान हुन्थ्यो। उनकै बाउखमा नग्न कल्पनामा डुबेकाले होला उनको आँखामा आँखा मिलाएर हेर्ने हिम्मत हुन्थेन। सधैँझै पनि उनलाई हेर्न उनको पसलमा पुगेको थिए। उनी पसल बाहिरै बसिरहेकी थिइन्। उनले हालखबर सोधिन, म उनको अगाडि पुगेर उनको प्रश्नहरूको उत्तर दिन थाले। उनी आज अरू दिन भन्दा निकै भिन्न थिइन्। उनको अनुहार अलिक उज्यालो देखिन्थ्यो। त्यहाँ कुरा सुन्दा बुझ्दा उनी मिन्स भएकी रहेछिन्। मैले यस बाउकमा स्वास्थ्य किताबमा पढेको थिएँ। उनको नजिक जाँदा उनीबाट अरू दिन भन्दा निकै कडा वासना आइरहेको थियो। यो वासना उनकै थियो तर निकै हरहर परैसम्म आएको थियो। उनको त्यो वासनाले म त्यसै उत्तेजित भएछु। कट्टु नाइ छेडिएला जस्तो भयो। धन्न आजभोलि पेन्टी लगाउन थालेकाले कट्टु बाहिरबाट लाडो ठन्किए पनि देखिहाल्दैनथ्यो। त्यो वासनाले गर्दा मेरो कल्पनामा भएकी उनको तस्विरमा अब सुगन्ध पनि थपियो। त्यो रात मैले उनलाई एक्लै बगैँचामा नङ्ग्याएर उनको काखी र दुधमा नाक गाडेर उनको वासना सुघेँ। दिउँसोको उनको वासनाले मेरो मानसपटलमा अझै सुगन्धित भइरहेको थियो। उनको हरेक कल्पनामा अब त्यो वासनाको यादले मन हराभरा भइदिन्थ्यो। म अरू बेला भन्दा छिट्टै सन्तुष्ट हुन थालेको थिएँ। साथीकी दिदी सरिताको स्कर्ट 6 कक्षादेखि नै रोहन र म मिल्ने साथी भएका थियौँ। म स्कुल छुटेपछि अनि बिदाको दिनमा उसकै घरमा हुन्थे। उसको कोठा माथिल्लो तलामा थियो। ऊ निर्जलाको छिमेकी हो। निर्जलाको पसल रोहनको कोठाको झ्यालबाट देखिन्थ्यो। निर्जलाको भाँडा माझ्ने ठाउँ यतै फर्किएको थियो। रोहन निर्जलालाई आन्टी भन्थ्यो। मैले बिस्तारै रोहनलाई निर्जलाको बाउकमा भन्न थाले। निर्जलाको स्तन माडेको र चुसेको वर्षौं कल्पना गरेको भएर होला त्यो मलाई वास्तविक लाग्थ्यो। अनि कुरा मिलाउँदै मैले निर्जलाको स्तन र पेन्टी देखेको कुरा सुनाउन थाले। मैले कहिले काहीँ उसकै घरमा रात बिताउँथे। हामी कोठाको बत्ती निभाउँथ्यौँ अनि निर्जलाले भाँडा माझ्ने समय कुर्थ्यौँ। म्याक्सी माथि सारेर निर्जला भाँडा माझ्न थाल्थिन्। उनका साप्राको भित्रसम्म खम्बामा राखेको बत्तीको प्रकाश पुग्दा सबै झलमल्ल हुन्थ्यो। म त्यो हेर्दै त्यही लाडु निकालेर हल्लाउन थाल्थे। उनी झुक्दा स्तनले बनाएको क्लिभेज देखिन्थ्यो। भित्रको स्तन छचल्किन्थ्यो। रोहनलाई त्यो हेर्न भन्थे अनि लाडु हल्लाउन थाल्थे। हामी गुपचुप निर्जलाको कामुक शरीरको मज्जा लिन्थ्यौँ। अनि प्रत्येक राति घरमा हुँदा यी दृश्य मेरो यौन कल्पनाको खुराक बन्थ्यो। रोहनको दिदीको नाम हो सरिता। 15 वर्षकी उनी सानी थिइन्। उनका छातीमा निर्जलाका जस्ता उठेका थिएनन्। सरिता निर्जला भन्दा राम्री थिइन्।
सायद भर्खरकी युवती भएर होलिन्। उनी बेला बखत रोहनको कोठामा आउँथिन्। धेरै जसो पुरानो स्कुल ड्रेसको निलो स्कर्ट लगाउँथिन् उनी। यो स्कर्टमा उनको घुँडा छोपिएको हुन्थेन। उनका तिघ्रा साना तर चिल्ला थिए। तर घुँडा त्यो तिघ्राले मलाई आकर्षित गर्थेन्। एक दिन उनी रोहनाको खाटमा आएर बसिन्। रोहन र्याकमा किताब कापी मिलाउँदै गफ गर्दै थियो। बोल्दा बोल्दै स्कर्टको एउटा छेउ औलामा अड्केर माथि फर्कियो। दिदीले थाहा पाइनन्। जोडिएर बसेका दुई साप्राको त्यो नग्नताले मैले निर्जलाका त्यस्तै साप्रा याद गरे। दिदीको ती कोमल साप्रा देख्दा फेरि मेरो लाडु त्यहीको लालसामा ठन्किन थाल्यो। मेरो कल्पनामा अब सरिता दिदी पनि जोडिइन्। अब बेला पनि भएको थियो। निर्जला वर्षौंदेखि बगैँचामा एक्लै थिइन्। अब उनले साथी पाइन्। मेरो कल्पनाको कथा अझ लामो हुने भयो। एकअर्कोको लाडु चलाउँदा त्यो रात पनि रोहनकैमा बसे। मलाई सरिता दिदीको त्यो दृश्यलाई बिर्सन दिन थिएन। त्यही कोठामा बसेकी थिइन् उनी। त्यो निलो स्कर्टले मेरो मन पगालेको थियो। मैले रोहनलाई कथा भन्न थाले। निर्जलाको बीओयुटीमा, निर्जलाको ती स्तनको बीओयुटीमा अनि भाँडा माझ्दा देखिएका साप्राको भित्र भाग सम्झाउँदै मैले उसको पेन्टी भित्र हात हालेर उसको ठन्किएको लाडु समाते। उसको लाडु कडा भएको थियो तर मरो भन्दा निकै सानो थियो। उनले ट्राउजर र कट्टु तल सार्यो। अनि मेरो ठन्किएको लाडु समात्यो। मैले पनि पेन्टी तल सारेर सजिलो बनाइदिए। कति ठुलो रहेछ तिम्रो त, उसले समात्दै भन्यो। चलाउने गर न, दिनदिनै तिम्रो नि ठुलो भइहाल्छ, मैले उसको लाडु हल्लाइदिँदै भने। कसैले थाहा पायो भने, उसले प्रश्न गर्यो। तिम्रो कोठामा यो बेलाको आउँछ र त्यो पनि अँध्यारो छ, अनि कोही आइहाले थाहा पाइहालिन्छ। अनि हामी सिर कोढेर बसेको छौँ। कसैले नि थाहा पाउँदैन। म दिनदिनै घर गर्छु, अहिलेसम्म कसैलाई थाहा छैन। बरु निर्जला आन्टीको दुध याद गर न, त्यसलाई च्याप्प समातेको, आन्टीको साप्रामा चुप्पा खाएको। मैले उसको लाडु हल्लाइदिँदै उसलाई तरङ्गित गर्ने सोचाइहरू सुनाए। अनि मेरो अलिक मजाले हल्लाउन, मेरो लाडु पहिलो पटक कसैलाई हल्लाउन दिएको थिए। उसको लोसे हल्लाइले चित्त नै बुझेको थिएन। उसको लाडु हल्लाउन छोडेर मैले आफ्नो आफैले हल्लाए। अनि फेरि हामीले एकअर्काको हल्लाउन थाल्यौं। म चरममा पुगिसकेको थिएँ। मेरो लाडुबाट चिप्लो पानी निस्कियो। अनि उसको हातमा लाग्यो। केही बेरमा उसले पनि पुग्यो भन्यो। हामी दुवै शिथिल भएका थियौं। के निस्किएको थियो? पिसाब त होइन नि? होइन, त्यो चिप्लो पानी केही हप्ता भयो निस्किन थालेको। तिम्रो पनि निस्किन्छ बिस्तारै। हामी गफगाफ गर्दै सुत्यौं। मिसको इन्ट्री। सदाझै मेरो बेलुकी र बिहानी निर्जला र सरिता दिदीको आकर्षक साप्राको कल्पनामा बित्ने गरेको थियो। बगैँचामा दुवैको नग्न शरीरमाथि म विभिन्न हरकतहरू गर्थे। चुम्ने, चाट्ने अनि अँगालो हाल्ने। दुवैको हातले मेरो लाडु चलाउने। म सम्भव भएसम्मका यौन क्रीडामा दुवैको प्रयोग गर्थे। कक्षा 8को पढाइ सुरु हुन लागेको थियो। 12 वर्षको उमेरमा मेरो गेडा वरिपरि चिलाउन थालेको थियो। केही हप्ताको त्यो कठोर चिलाइपछि त्यहाँ केले रोहहरू देखिन थाल्यो। अनि लाडुले चिप्लो पानी चलाउन थालेदेखि नै निकाल्न थालेको थियो। एक दिन उठ्ने बित्तिकै घरमा एउटी केटीको स्वर सुने। नित्य लाडु चलाउने काम छोडेर म खुरुरु भर्याङ ओर्लेर तल पुगे। आश्चर्य, यिनी जो थिइन्, साह्रै राम्री थिइन्। निर्जला भन्दा पनि राम्री, सरिता दिदी भन्दा पनि राम्री। सायद नयाँ अनुहार भएर पनि त्यस्तो लागेको हुन सक्छ। उनी अलिक मोटी थिइन्। उनको पुठो र छातीको उठाइ आकर्षक थियो। पुष्टिएको त्यो शरीर मादक त छँदै थियो। उनी उस्तै राम्री र भलादमी देखिन्थिन्। मैले कुरा सुन्न थाले। उनी माथिको कोठमा बस्न आएकी रहेछिन्, जुन मेरो कोठाको साइडमा थियो। स्कुलकी मिस 6 देखि 8 कक्षालाई पढाउने रहेछिन्। अर्थात् यी राम्री मिसलाई घर र स्कुल दुवै ठाउँमा दिनदिनै देख्न पाइने भयो। अहिलेसम्म केवल कल्पनाको सहारा लिएर पुराना दृश्यको सहारामा प्यास मेटाउनु पर्ने थियो। अब त यस्तो चान्स कति आउँछ कति। अबका रातहरू झनै रङ्गीन हुन थाले। म निर्जला, सरिता दिदी र उषा मिस तीनैजनालाई सोच्दै हल्लाउँथे। पढाइमा टाठो थिए, तर मिसको विषयमा नजानेको जस्तो गरेर प्रश्न सोध्न उहाँको कोठामा जान्थे। कोठाभित्र छिर्न साथ क्रिम र पाउडरको बास्नाले मन्त्रमुग्ध पार्थ्यो। एकाएक थकान दूर हुन्थ्यो। मिस धेरैजसो खाटमा उत्तानो सुतेर कुनै किताब पढिरहेको हुनुहुन्थ्यो। म छिरेप्छी सिरानीतिर बस्नुहुन्थ्यो अनि म उहाँतिर फर्केर खाटको अर्को छेउमा बस्थे। अनि मलाई सिकाउन थाल्नुहुन्थ्यो।
मैले त्यो पहिले पढिसकेको हुन्थे। मिसले सिकाउँदा म उहाँको गुलाबी ओठ निहाल्थे। उहाँको काला आँखाको नानी हेर्थे। गाजल नलगाए पनि गाजल लगाएको जस्तो उहाँको आँखाले लट्ठ बनाउँथ्यो। त्यो सुन्दर अनुहार छोप्न आउने कपालका रेसाहरू उहाँले पछाडि सार्न आफ्ना ओलाहरू अनुहारमा दगुराउनुहुन्थ्यो। बस म त्यसैमा कामुकता भेट्थे। मिसको समीप बस्दा उहाँको शरीरबाट आएको वासनाले थप उत्तेजित पार्थ्यो। म मिसको कोठामा आउने लतमा परेको थिएँ। कुटीको पहिलो कल्पना। मिसको उमेर त्यस्तै 24 देखि 25 वर्ष थियो होला। मलाई मन पर्ने उमेर। टी-सर्ट भित्रको स्तनको पोका निर्जलाको भन्दा ठुलो थियो। बस मलाई त्यसैले आकर्षित गर्थ्यो। कोठाको एक छेउमा टाँगेको डोरीमा मिसका लुगाहरू झुन्डिएका हुन्थे। कुर्ता, सुरुवाल, साडी, टी-सर्ट अनि भित्री वस्त्रहरू, पेन्टी, ब्रा अनि फुलबुट्टेदार चिप्ला समिजहरू। ती भित्र लुगाहरूले छुट्टै तरङ्ग ल्याउँथ्यो। म मिसले लगाएको लुगा निहाल्थे। है, यी लुगा भित्र पनि त्यस्तै ब्रा अनि पेन्टी लगाउनु भएको होला। कस्तो होला त्यो ब्रा भित्रको दृश्य। कस्तो होला त्यो पेन्टी भित्रको अङ्ग। म पहिलो पटक साप्रा र स्तन बाहेकका अरू स्त्री अङ्गको कल्पना गर्दै थिएँ। यो नयाँ अङ्गको सम्भावनाले मलाई निर्जलाको साप्रा भित्र कस्तो होला भन्ने कल्पनाले सताउन थाल्यो। तर कसै गरे पनि त्यो दृश्य कस्तो होला मैले सोच्न सकिनँ। तर त्यही गुप्त अङ्गको कल्पनाले मलाई बढी मजा हुन थाल्यो। यस्तो अङ्ग जुन देखेको छैन, त्यो झनै कामुक लाग्न थाल्यो। त्यसको आकार र रङ्ग कस्तो हुन कक्ला। त्यसलाई छुन, चलाउँदा कस्तो होला। त्यसबाट कस्तो वासना आउला। के त्यसबाट पनि चिप्लो पानी आउँछ। आए त त्यसलाई चाट्न कति मजा हुन्थ्यो होला। साप्राले चेपिएर त्यो अङ्ग चुस्न कति मजा हुन्थ्यो होला। त्यसमा लाडु रगड्दा कस्तो होला। यी कल्पना मेरा कथामा जोडिए। अब बगैँचामा निर्जला, दिदी र मिसको गुप्ताङ्ग चुस्थे। अनि सँगै मेरो लाडु पनि उनीहरूलाई चुसाउँथे। त्यहाँबाट निस्केको चिप्लो पानीको स्वाद लिँदै म निदाउँथे। अनि उब्जियो प्रश्न, उत्तर खोज्दा भेटियो अर्को मजा। त्यसो भए के त्यहाँबाट पिसाब पनि आउँछ? अनि पिसाब आउने ठाउँबाट कसरी बच्चा जन्मिन्छ? यी प्रश्नले म अवाक भए। मलाई त्यो गुप्ताङ्गले प्रश्नमाथि प्रश्न उब्जाउँदै गयो। मिस घर जानु भएको थियो। उहाँको कोठामा पक्कै किताबहरू होलान्। स्वास्थ्य किताबमा त पक्का छ होला। 8 कक्षाको किताबमा छैन भने 9 र 10 कोमा त पक्का होला नि। आखिर मिसले स्वास्थ्य पनि पढाउनुहुन्छ, माथिल्लो कक्षाको किताब त हुनुपर्ने हो। म मिसको कोठामा छिरेर किताब खोज्न थाले। नभन्दै 9 कक्षाको किताबमा चित्र सहित भेटियो मिसको गुप्ताङ्गको फोटो। योनी भन्दो रहेछ। बच्चा बस्ने ठाउँ र पिसाब थैली फरक फरक हुँदो रहेछ। अनि फरक फरक नली योनीको बाहिरसम्म खुलेको हुँदो रहेछ। योनीमा 2वटा प्वाल हुने कुराले मेरो कल्पनाले सुझायो। त्यसो भए त्यो प्वालमा लाडु छिराउन मिल्छ। तर दुख्दैन अनि कसरी छिर्छ त्यहाँ यति ठुलो कुरा। के त्यही भएर यसबाट चिप्लो पानी निस्किएको हो? बाफ्रे, बिस्तारै कुराहरू मिल्दै आए। मैले कुरा बज्दै गए। म निस्किनै लागेको थिएँ। मेरो नजर मिसको लुगाहरूमा पर्यो। पहिलो पटक मैले मिसको पेन्टी समाते। अनि उल्टाइ पल्टाइ हेरे। पेन्टीको भित्रपट्टि केही टाटाहरू लागेको थियो। सायद धुन राखेको पेन्टी हुनुपर्छ। मलाई त्यो सुघ्न मन लाग्यो। आहा, ठ्याक्कै मिसको वासना, तर निकै कडा थियो। ठ्याक्कै निर्जलाको कडा वासना जस्तै कडा। तर वासना फर्खालको थियो, मादक थियो। मेरो लाडु जुर्मुराएर आयो। त्यसपछि मिसको समिज र ब्रा पनि सुगे। सबैभन्दा बढी वासना पेन्टीबाटै आउँदै थियो। मलाई मिसको शरीरसँग नजिकिन मन लाग्यो। मिसको खाटमा पल्टेर पेन्टी सुघ्न थाले। त्यही वासना सिरानी र सिरकमा पनि थियो। सारा कोठामा त्यस्तै वासना थियो। त्यो वासनाको मुग्धतामा मैले मिसको ब्राले लाडु समाते। अनि कल्पना गरे, मेरो लाडु मिसका ती ठुला ठुला स्तनको बीचमा रगडिँदैछ। अनि म मिसको योनी चुस्दैछु। मैले पेन्टी चुस्न थाले। केही बेरमै लाडुले चिप्लो पानी फाल्यो। मैले त्यही पेन्टीले त्यो पुछे, केही ब्रामा लाग्यो। मिस आउँदासम्म सुकिसक्छ, त्यो पनि धुन राखेको लुगा थाहा नहोला। म मिसको कोठाबाट सन्तुष्टिको सास फेरेर निस्किए। त्यसपछिका हरेक अवसरमा मिसको पेन्टीको सामिप्यतामा मैले आफ्नो यौन सुख पाउन थाले। मिस घरमा हुँदा स्कुल गइन्जेल कुर्थे। अनि मिसको कोठमा छिरेर सन्तुष्ट भई स्कुल जान्थे। मिससँगको पहिलो रात। मिसले मलाई माया गर्नुहुन्थ्यो। एक त घरबेटीको छोरा, अर्को म फुच्चे अनि क्युट थिए। बाहिर हेर्दा सोझो अनि राम्रो, मलाई जसले पनि काखमा लिन खोज्थ्यो। आखिर 12 वर्षको केटो न थिए।
मेरो मनमा जस्तो जे भए पनि अरूले देख्दा पनि कलिले केटो थिए। त्यसैले पनि मिसको कोठामा जान कुनै अप्ठ्यारो हुन्थेन। मलाई यस्तो तुलना सधैँ गर्नुपर्थ्यो। किनकि मन हेर्ने हो भने म कुनै वयस्क भन्दा कम थिइन्, त्यसैले मेरो उमेर अनुसार मलाई अरूले कस्तो सोच्छन् भनेर मैले तुलनात्मक दृष्टि राख्नु पर्थ्यो। नत्र भोलि उठेर मैले कुनै यौन पिपासु जस्तो व्यवहार गर्न थाले भने त बर्बाद हुन्छ। जुन म चाहदिन्थे। मेरा उमेरका साथीहरूलाई हेर्थे अनि मेरो हरकतले कसैले शङ्का गर्न सक्दैन भनेर पक्का हुन्थे। आखिर 12 वर्षको एउटा केटोको मनमा कति नै होलान् र यौनका कुरा। जसको यौन अङ्ग नै विकासकै क्रममा छ उसको मनमा कति नै लालसा होला र। मिससँग म निकै झ्याम्मिसकेको थिएँ। मिस पनि मसँग गफ गर्नुहुन्थ्यो। काउकुती लगाएर जिस्काउनुहुन्थ्यो। उहाँको हातहरूले मलाई छुँदा विशेष मजा आउँथ्यो तर ती कुराहरू ख्याल नगरेको जसरी म मिसको काखमा लडीबुडी गर्थे। उहाँको छातीमा घरि मेरो अनुहार ठोक्किन्थ्यो तर घरि हातले छोइन्थ्यो। मैले जानी गर्ने यी हरकतहरू मिसको नजरमा पर्थेन्। त्यो बेलुकी म मिससँगै थिएँ। मिसले किनेर ल्याउनु भएको मिठा मिठा खानेकुराहरूको मज्जा लिँदै थिए। बेलुका सुत्ने बेलासम्म पनि म मिसको खाटमा सुतेर बसिराखेको थिएँ। मिस खाटको छेउमा सुतेर किताब पढिरहनु भएको थियो। यतै सुत अब, मिसले किताब खाटको साइडको टेबलमा राख्दै भन्नुभयो। मैले खाटको माथि रहेको बत्तीको स्विच अफ गरेर छिटो छिटो सिरकभित्र छिरिहालेँ। मलाई यो अवसर गुमाउनु थिएन। रातको अँध्यारोमा मिसले टी-सर्ट खोल्नुभयो। बाहिरबाट आएको हल्का प्रकाशमा मैले मिसका दुई ठुला स्तनको आकार देखेँ। मिसले ब्रा पनि फुकाल्नुभयो। स्तन छचल्किए। अँध्यारोमा केवल त्यसको आकार देखेँ। मैले सोचेको भन्दा पनि ठुला रहेछन्। मिसले ब्रा फुकालेपछि टी-सर्ट मात्र लगाउनुभयो। अनि खाटको छेउतिर सुतेर मलाई अँगालो हाल्नुभयो। मिसको यो हरकतले मेरो मुटुको ढुकढुकी बढ्यो। मेरो मनमा जे छ त्यो मिसको मनमा छैन, त्यो मलाई थाहा छ। तर मिसको त्यो सुगन्धित शरीरको वासनामा त्यो तातोपन पनि अनुभव गर्दा भने म पनि मिसको छातीतिर चेपिन पुगे। मिसका ती स्तनहरू मेरो छातीमा टाँसिएका थिए। मिसको हातले मलाई बेरेको थियो। मिसले मात्र यो केयर गर्नको लागि गर्नुभएको भए नि मेरो लागि त अर्कै कुरा थियो। त्यो तातो शरीरको स्पर्शमा मेरो मनमा कुनै कल्पना चल्न सकेनन्। मेरो ठन्किसकेको लाडु मिसको शरीरमा रगड्ने मन भएर आयो, तर मिसले के भन्नुहोला, मलाई आँट आएन। म जति नै मिससँग टाँसिएको भए पनि मैले मेरो लाडुको क्षेत्र भने मिसको स्पर्शबाट टाढै राखिरहेको थिएँ। निकै बेरसम्म म यसरी नै मिसको बाहुमा उत्तेजित भएर टाँसिरहेँ। सायद मिस निदाउँदै हुनुहुन्थ्यो, तर मलाई कुरा गर्न मन लाग्यो। र लाग्यो यो राम्रो अवसर पनि हो। मिस, हजुर, मिसको निन्द्राले लट्ठ परेको आवाजले कस्तो कस्तो बनायो। मिस, म एउटा प्रश्न सोध्छु नि। सोध्न, मिस, केटी मान्छेले बच्चा कसरी पाउँछ? किन चाहियो तिमीलाई? मिसको निन्द्रा भागे जस्तो छ। मैले पढेको थिएँ स्वास्थ्य किताबमा तर बुझ्दै बुझिन। के पढ्यौ तिमीले भन त? यही कि केटी मान्छेको पिसाब फेर्ने र बच्चा पाउने दुईवटा ठाउँ हुन्छ। अनि त कसरी पाउँछ बच्चा भनेर चाहिँ थिएन त्यहाँ। दुईवटा हुन्छ। तिमीलाई त यस्तो कुराहरू पनि थाहा रहेछ त? मिसले आश्चर्यमा परिन। सायद म आशा गरे भन्दा अलिक फरक थिए। अनि कसरी पाउँछ त बच्चा? केही बेरसम्म मिस केही बोल्नु भएन। आज निन्द्रा लागेको छ। भोलि भनौला, सुत आज, मैले यसो प्रत्युत्तरमा केही भन्न सकिन। चुपचाप बस्न बाध्य हुनु पर्यो। जब मिस निदाउनु भयो, तब म मिसको छाती नजिकै नाक लगेर त्यसको वासना सुघ्न थाले। बिस्तारै ठन्किएको लाडु मिसको साप्रा नजिक पुर्याएर त्यसमै टाँसेर राखे। केही बेरसम्म त्यसरी बस्दा नै मेरो लाडु पानी पानी भइसकेछ। कट्टुभित्र हात हालेर हल्लाउन थाले। मिसको अँगालोमा बेरिएर मिसको वासना सुक्दै मिसकै ओछ्यानमा मैले त्यो रात सन्तुष्टि पाएँ। रात्रि क्रीडा। भोलिपल्ट अँध्यारो भए पनि म मिसको कोठामा पुगे। मिस त्यसरी नै किताब पढिरहनु भएको थियो। मिसले आज फ्रक लगाउनु भएको थियो। सरिता दिदीको जस्तै स्कर्ट तर कालो रङको चिप्लो अनि फुर्र परेको। उहाँको घुँडा सेतो तिघ्रा मन लोभ्याउने खालको थियो। मलाई देखेपछि उहाँले खाटको कुनातिर आउन इसारा गर्नुभयो। म मिसको तिघ्रा समात्दै त्यहाँ पुगेर मिसको साइडमा लम्पसार परे। लु सोध आज के सोधेका थियौ हिजो? त्यही बच्चा कसरी पाउँछ भनेर सोधेको थिए। तिमीलाई सेक्स भनेको थाहा छ? मिसले मुस्काउँदै भन्नुभयो। थाहा छैन, के हो सेक्स भन्ने? मैले उल्टै प्रतिप्रश्न गर्नु पर्यो। यो शब्द मैले सुनेको थिइनँ।
यौन सम्पर्क भनेको सुनेको छौ, मिसलाई उत्तर दिन गाह्रो पर्यो जस्तो छ। निकै बेरको मौनतापछि सोध्नुभयो। यौन भनेको त थाहा छ, तर यौन सम्पर्क भनेको थाहा छैन मिस। ओके, यौन भनेको के हो त? मिसको अर्को प्रश्न। यसको उत्तर त ठ्याक्कै थाहा थिएन। यही लिङ्ग योनि सम्बन्धी कुरा होला। मिस मेरो उत्तर सुनेर हाँस्नुभयो। हो, यही लिङ्ग योनिभित्र छिर्यो भने त्यसलाई भन्छ यौन सम्पर्क। ए, अनि छिर्छ र त्यत्रो लिङ्ग त्यहाँ भित्र? मिस मुस्काउनुभयो। तिमीले देखेको छौ र? के लिङ्ग? होइन लाटा, त्यो त तिमीसँगै छ। योनि देखेको छौ? छैन, कस्तो हुन्छ पनि थाहा छैन। लिङ्ग कस्तो हुन्छ त थाहा छ नि? थाहा छ, मैले देखेको छु। कसको देखेको छौ? रोहनको। तर रोहनको भन्दा त मेरो ठुलो छ। हो र? लौ, कत्रो ठुलो छ र तिम्रो? मिसले मेरो पेटमा काउकुती लगाउँदै सोध्नुभयो। डबल, तेब्बर नाइ ठुलो छ होला। मेरो उत्तरले मिस छक्क पर्नुभयो। सायद पत्याउनु भएन। लौ, नापेर पनि हेर्यौ। ठुलो हुँदा 7.5 सेन्टिमिटर लामो हुन्छ। अचम्म, तिमी कति वर्षको भयौ? 12 लागे यो वर्ष। 9 सेन्टिमिटर त वयस्क लिङ्गको आकार हुन्छ। तिम्रो कसरी हुन्छ यत्रो ठुलो? खे त, मिसले हातले मेरो कट्टु बाहिर हात लैजानुभयो। बस म यही त कुर्दै थिएँ। मेरो ठन्किरहेको लाडुमा मिसको हात पर्यो। ज्यान नाइ सिरिङ्ग भयो। मिस पनि तरङ्गित हुनुभयो। लिङ्गको आकारले मिस छक्क पर्नुभयो। मिसले मेरो लिङ्ग समातेर मापन गर्नुभयो। मैले सत्य बोलेको मात्र साबित भएन। मिसको कौतूहलता अझ बढ्यो। के भएर भयो यस्तो? तिम्रो साथीको त सानो छ भनेको होइन? बाहिर निकाल त म हेर्छु। निकाल्ने र मिस, मलाई पहिलो पटक लाज पनि लाग्यो। लाज लाग्यो। मिसले गाला चिमुट्दै कानमा आएर भन्नुभयो, म कसैलाई पनि भन्दिन नि त। मैले कट्टुबाट लाडु बाहिर निकाले। छाला फर्किसकेको लाडुको टुप्पो रातो भएको थियो। मिसले हातले मेरो लिङ्ग समात्नुभयो। फर्किएको छाला देख्नुभयो। वरिपरि आएका कैला रौँ अनि झुन्डिएका ससना गेडाहरूको बीचमा अजनको लिङ्ग देख्दा मिसको अनुहारमा आश्चर्यको भाव झल्कियो। कट्टु लगाऊ, मैले भित्र हुले। मिस किन हेर्न खोज्नुभयो? तिम्रो उमेरमा यति ठुलो हुन नहुने हो। यो त ठुलो मान्छेको जत्रो आकार भइसकेको छ। एउटा कुरा भन त, के तिमी हस्तमैथुन गर्छौ? मैले मिसको मुखमा हेरे। गर्छु भनम कि गर्दिन भनम? यो विषयमा धेरै सोध्नुभयो भने त मैले के कुरा भन्ने के कुरा लुकाउने? हस्तमैथुन भनेको थाहा छ। मैले ट्वाल्ल परेको देखेर सोध्नुभयो। थाहा छ, बेला बेला गर्छु, मैले भने। मनको बोझ नै हल्का भए जस्तो भयो। त्यो गर्दा कस्तो पानी आउँछ? सोचे भन्दा फरक प्रश्नको गर्नुभयो। पानी पनि फरक फरक हुन्छ र? ममा पनि कौतूहलता जन्मियो। पानी जस्तै, तर चिप्लो आउँछ। त्यो त आउँछ, त्यो बाहेक अरू खालको पानी आउँछ। सेतो पानी आउँछ। मिसले फेरि सोध्नुभयो। मिसको अनुहारमा अझै कौतूहलता बाँकी थियो। पानी जस्तै, रङ्ग नभएको पानी मात्र आउँछ। त्यो पनि 3 महिना भयो आउन सुरु भएको। त्यही त बेलै भएको छैन। तिम्रो लिङ्गको आकार देखेर म अचम्ममा पो परे। कति गर्छौ हस्तमैथुन भन त? अब भन्दा त फरक के नै पर्ला र? भनिदिन्छु। दिनमा कम्तीमा 1 पटक। बाफ्रे, दिनदिनै गर्छौ? कति वर्ष भयो? खे, टन्नै भयो। 6 देखि 7 वर्ष। मैले 3 देखि 4 वर्ष लुकाएर भने। त्यति सानै उमेरबाट, त्यसैले पो रहेछ ठुलो आकार भएको। कसले सिकाएको तिमीलाई त्यति सानै उमेरमा यस बाउट? आफै जानेको, चलाउँदा मज्जा हुन्थ्यो, अनि दिनदिनै गर्न थाले। तिमी त देख्दा भन्दा नि चम्मु रहेछौ। यस्तो यस्तो कुरा जानेको रहेछौ। मिस सरको कुरा सोधम। सोध, जे सोधे नि हुन्छ। सोधम भनेर सोधिरहनु पर्दैन। लिङ्गलाई लाडु किन भनेको? हाहा, कसले भन्यो तिमीलाई यो शब्द? केटाहरूले। किन र? यो शब्द बोलीचालीको भाषामा भन्ने शब्द हो। बोलीचाली भन्नाले फेरि अरूलाई भन्दै हिँड्ने शब्द होइन नि फेरि। त्यो त थाहा छ। भनेसी एउटै कुरा हो लिङ्ग भने नि लाडु भने नि। हो, लिङ्ग चाहिँ अलिक सभ्य शब्द हो, फरक त्यति हो। योनिलाई पनि पुती भन्छन्। बाहा, यो त कस्तो दामी सुनिने रहेछ, पुती। मिस हाँस्नुभयो। मिस, मलाई तपाईको पुती देखाउनु न। हेर्छौ? मिसले गाला निमुट्दै सोध्नुभयो। कसैलाई पनि नभन है त। म पनि मिसको कानमा गएर साउती गरे, कसैलाई पनि भन्दिन मिस। उतल जाऊ, मिसले खुट्टा फट्याएर भन्नुभयो।
उत्तानो सुतिरहनु भएको मिसको खुट्टातिर गएर उहाँको मुखतिर फर्किए। स्कर्टभित्र छिर मिसको यो स्टेप बाई स्टेप निर्देशनले मलाई उत्तेजित बनाउन थाल्यो। म स्कर्ट उचालेर भित्र टाउको घुसारे। के देख्यो? मिसले स्कर्ट बाहिरबाट मेरो टाउको समात्दै सोध्नुभयो। पेन्टी मिस। कस्तो रङको? मिसलाई पनि उत्तेजना चढे जस्तो लाग्यो। रातो। निकालम। तल तान। मैले बिस्तारै पेन्टी तल ताने मिसले पुटु थोरै उचालिदिनु भयो। पेन्टी सरर तल निकाले। मिलाएर छाटेको जस्तो रौको बीचमा पुक्क उठेको पुती देख्दा मेरो शरीरमा करेन्ट दगुर्यो। मैले कसै गरी पनि यसको कल्पना गर्न सक्दिन। देख्यो? मैले सोचे जस्तो हुँदो रहेनछ। पुग्यो हेर्न। छैन, छुम। हुन्छ। जे गर्नु छ गर। मिसको पर्मिसन पाएपछि त के चाहियो र? मैले रौमा हात दगुराए। अनि पुतीको डिलमा स्पर्श गरे। मिसले लामो श्वास फेर्नुभयो। पुतीको डिल च्यातेर हेर, साँच्चै 2वटा प्वाल हुने रहेछ। माथि सानो प्वाल थियो, अनि तल अलिक लाम्चो खालको च्यातिएको जस्तो अङ्ग। मिस पिसाब फेर्ने यहाँबाट हो, मैले त्यो सानो प्वाल छोएर भने। हो, मिसको उत्तरमा निकै कामुकता भरिएको थियो। अनि यो तलको प्वालमा लाडु छिर्छ त? मैले ओलाले चलाउँदै सोधे। के लाग्छ तिमीलाई ट्राई गरेर हेर्छौ? ट्राई गरम। गर्न आउँछ भने। मैले हत्तपत्त ठन्किरहेको लाडु निकाले पुतीमा घुसार्न खोजे। पोजिसन मिलाउनु पर्ने रहेछ। म माथि चढ पहिले, अनि म मिलाइदिन्छु। म मिस माथि घुप्टिए। मिसको स्तन मेरो मुखनेर पर्यो अनि मिसले मेरो ठन्किएको लाडु समातेर पुती नजिक पुर्याई मुखमा राखिदिनु भयो। ल बिस्तारै तल झर। मिसले अझै मेरो लाडु समातिरहनु भएको थियो। मैले चाक तल झारे, लाडु पुतीको डिलमा छैदा त्यो तातोपनाको महसुस भयो। सुरुमा कहाँ छिर्यो जस्तो भयो। एकैछिनमा पुतीको डिलको अनुभव भयो अनि टुप्पो छिर्यो। वरिपरि छालाले अठ्याएको जस्तो लाग्यो। अलिक भित्र छिर्यो। पुती चिप्लो थियो। अलिक पेलेरै बल गरे, पुती भित्र लाडु छिर्दै गयो। सबै छिर्यो। कसरी छिर्दो रहेछ देख्यौ? यो त आफैले चलाए जस्तै रहेछ, तर मज्जा हुने रहेछ। अब माथि तल गरेर छिराउने निकाल्ने गर। मैले चाक माथि निकाले, पुतीबाट लाडु लुक्दै बाहिर निस्कियो, चिप्लिएर साप्राको बीचमा छिर्न खोज्यो। मिसले फेरि समातेर डिलमा राखिदिनु भयो। मैले फेरि भित्र छिराए, मिसले आँखा चिम्म गर्नुभएको थियो। अनुहार रातो भएको थियो। मैले त्यही मौकामा टी-सर्ट माथि उचालेर भित्र हेरे। पख म टी-सर्ट फुकालिदिन्छ, तिमी भित्र बाहिर गरिराख। मिसले टी-सर्ट फुकालेर ब्रा पनि मिलाउनु भयो। म एकाएक त्यो बढेमानको स्तनमा मुख गाड्न पुगे। कति वर्षदेखिको कल्पना वास्तविकतामा परिणत भएको थियो। मलाई सारा कल्पनाको संसारलाई अब साँच्चै उतार्नु पर्ने थियो। मैले दुबै हातले मिसको स्तनको आकार मापन गरे, मुसारे, अचेटे। अनि मुन्टा चुस्न थाले। ब्रा भित्र थुनिएर होला 2 स्तनको बीचको खाल्डो अनि स्तनको तल चेपिएको भागमा पसिना आएको थियो। बस मलाई त्यो चाट्नु थियो। मुखभित्र कति अड्छ मैले त्यति नै स्तन मुखभित्र हुवालेर चुस्न थाले। अनि बिस्तारै लय मिलाउँदै मिसको पुती भित्र लाडु भित्र बाहिर गर्न थाले। मिसले बेला बेला लामो श्वास फेरेर को आवाज निकाल्नुहुन्थ्यो। त्यो आवाजले मेरो उत्तेजना अझ बढ्थ्यो। अनि म अझै रफ्तारमा मिस माथि मच्चिन्थे। सधैँ हातले चलाएको लाडुले आज वास्तविक स्वाद चाख्न पाएको थियो। चिप्लो तातो नरम चिजमा लुत छिर्दा निकै आनन्द आउँथ्यो। आज अरू बेला भन्दा पनि कडा भएको थियो। त्यसैले पनि मज्जा हुँदै थियो। केही बेरमै मिसको पुती भित्र पानी नै पानी भयो। मिसले मलाई जोडले समातेर आफ्नो छातीमा मेरो मुख गाड्नुभयो। म अझै जोडसँग मिसको शरीरमाथि हल्लिरहे। निकै बेरसम्म यो क्रीडा चल्दा मिसको पुती वरिपरिको रौ पनि पुरै भिजिसकेको थियो। मेरो गेडासम्म च्याप थियो। झन्डै 30 मिनेटसम्म मिसको पुती भित्र लाडु छिराउने, निकाल्ने गरेपछि अन्तत म थाकिसकेको थिएँ। चरम उत्कर्षमा पुगेपछि म मिसको शरीरमाथि शिथिल भएर लम्पसार परे। मिसले मेरो टाउको मुसार्न थाल्नुभयो। झन्डै 15 मिनेट म त्यसरी नै मिसको नाङ्गो शरीरमाथि सुतिरहे। तिमीलाई थाहा छ यौन सम्पर्कलाई असभ्य भाषामा के भन्छ? मिसले प्रश्न गर्नुभयो। थाहा छैन, के भन्छ? चिक्नु भन्छ। आज तिमीले मलाई बढो मजाले चिक्यौ। तपाईले पहिले पनि गर्नुभएको थियो, चिक्नु भएको थियो। मलाई यो नयाँ शब्दको झङ्कार बढो मन पर्यो। मेरो बॉयफ्रेन्डसँग, तर 5 मिनेटमै गलिसक्यो। सायद यो पहिलो पटक होला, म आफै पनि स्खलित भएको।
स्खलित भनेको के हो? तिम्रो निस्किन्छ नि पानी, हो त्यस्तै मेरो पनि निस्किन्छ। चिप्लो पानी त सुरुमै आउँछ, तर अर्को पानी पनि निस्किन्छ, अलि बाक्लो सेतो रङको, त्यो चाहिँ चरम सन्तुष्टि हुँदा निस्किन्छ। त्यो निस्किने भनेको स्खलित हुनु हो। तर मेरो त निस्किँदैन त सेतो त। निस्किन्छ, अलिक उमेर अझै लाग्छ, 1 देखि 2 वर्षमा पक्का निस्किन्छ। त्यो सेतो चिजपुती भित्र छिर्यो भने मात्र बच्चा बस्छ, नत्र बस्दैन। त्यसो पो। त्यसो भए आज हामीले गरेको कुराले तपाईको गर्भ बस्दैन। बस्दैन, तिम्रो त्यो सेतो पानी, त्यसलाई फुसी भन्छ, वा सभ्य भाषामा वीर्य भन्छ, त्यो निस्कियो र पुती भित्र छिरे मात्र हो बच्चा हुने। मिस तपाईको पुतीमा किस गरम, मलाई फेरि उत्तेजना आउन सुरु भइसकेको थियो। मिसले टाउको तल धकेल्नु भयो। म लाडो साप्रामा तल रगड्दै मिसको पुतीमा मुख लगे। पुरै पुती छ्याप थियो। र यो सबैजसो मिसकै पुतीबाट निस्किएको थियो। त्यो सोच्नासाथ मलाई त्यो चाट्ने अझै मन बढेर आयो। मैले ओठले मिसको पुतीमा चुमे, अनि त जिब्रो स्वभावत प्वालभित्र छिर्यो। केही बेरमा त्यहाँको सबै चिप्लो पानी जिब्रो भरि लागेपछि मैले मिसको रौँको एक रेसा चुस्न थाले। अनि पुतीको बाहिर भएको सबै चिप्लो पानी चाट्दै गए। निकै बेरसम्म पुती चाटिरहे। त्यो तातो बास्नादार क्षेत्रबाट हट्नै मन लागेको थिएन। मिसले माथि तान्नुभयो। म मिसको शरीरमाथि फेरि खप्टिए। मिसले आफ्नो ओठमा मेरो ओठ जोड्नुभयो। बास, यो फिलिङ साह्रै मजेदार थियो। मिसको तातो बाफले मेरो नाक भरियो। अनि मेरो ओठभित्र मिसको तातो जिब्रो हुल्दा त साह्रै आनन्दित भए। मिसले मेरो जिब्रो चुस्न थाल्नुभयो। अनि मैले मिसको जिब्रो चुसे। झन्डै 30 घण्टामा हामी थकित भयौँ। मलाई फेरि एक पटक चिक्न मन थियो। ठन्किएको लाडु झनै कडा भयो। मैले मिसलाई दुख्दै नसोधी मिसको पुतीमा लाडु छिराएर फेरि चिक्न थाले। यो पटक त मिस ओठ टोकेर आँखा चिम्म गरेर सिरानी समात्न थाल्नुभयो। सायद मिसले आफ्नो लिमिट पार गरिसक्नु भएको थियो। यो पटक फेरि 20 मिनेट मैले मिसको रातो पुती चिके। मेरो लाडुको सन्काइ शान्त भयो। अब त कति पनि शक्ति बाँकी थिइन्। हामी दुबै थकित थियौँ। मिसले मलाई नाङ्गै अँगालोमा च्यापेर सुत्नुभयो। त्यो बिहानी उठ्दा म मिसको नग्न शरीरको साडीमा थिएँ। मिसको दुध मेरो मुखनेर जोतिएको थियो। बहिनीको जवानी। 8 कक्षाको यो मेरो वर्ष सबैभन्दा मजेदार रह्यो। मेरो दिन दिनेको हस्तमैथुन छुट्यो। बरु त्यसको सट्टा मिससँगको चिकामारी हुन्थ्यो। त्यो वर्ष मैले झन्डै 300 पटक भन्दा बढी सेक्स गरे। एक तरिकाले भन्दा मिस मेरो लाडुको फ्यान हुनुभएको थियो। अनि मेरो शक्तिको पुजारी। लामो समयसम्म यौन सुख दिन सक्नु ठुलो कुरा रहेछ। त्यो माथि बच्चा नबस्ने। हेर्दा उमेरमा सानो त्यसैले कसैले शङ्का गर्न नसक्ने। मिस 1 हप्ता नबित्दै सेक्सको लतमा परिसक्नु भएको थियो। मेरो हालत पनि त्यस्तै थियो। हाम्रो लागि सबै कुरा पर्फेक्ट थियो। मैले मिसलाई सेक्सको बाउटमा सबै कुरा भनिसकेको थिएँ। निर्जलाको साप्रा देखेको कुरादेखि सरिता दिदीको स्कर्ट फर्केको कुरा, लाडु रगडेर हस्तमैथुन सिकेको कुरादेखि मेरो हरेक कल्पनाका कुराहरू मिसलाई भनेको थिएँ। मिसले पनि आफ्नो बॉयफ्रेन्डहरूको कुरा, देखि आफूले पनि बेला बेला पुती चलाउने कुरा, सेक्स गरेको कुरा, अनि केटाहरू खेलाएको, जिस्काएको, रात बिताएको सबै कुरा मसँग भनिसक्नु भएको थियो। मिस मेरो लागि कुनै गर्लफ्रेन्ड भन्दा कम हुनुहुन्थेन, अझ भनौँ, मेरो बुढी जस्ती, मलाई माया गर्ने, ख्याल राख्ने, कुरा सुनिदिने, कुरा सुनाउने, अनि रात चिक्न दिने मेरी हियौसी प्यारी भइसक्नु भएको थियो। त्यो वर्ष हामीले सम्भव भएसम्मका सबै पोजिसनमा चिकेका थियौँ। मिसले मेरो लाडु चुस्नुहुन्थ्यो। म मिसको पुती चुस्थे। कति पटक त मिसको मुखमै चिकेको छु। केही महिनापछि त म राति 40 देखि 50 मिनेटसम्म लगातार चिक्न सक्ने भएको थिएँ। त्यसैले हामी पहिले घन्टौँ एक अर्को चुस्ने, चाट्ने गर्थ्यौँ। मिसको पुती म घन्टौँसम्म चुस्थे। मिस 2 देखि 3 पटक स्खलित त्यही भइसक्नु भएको हुन्थ्यो। हामी 69 पोजिसनमा सुतेर एकअर्काको गुप्ताङ्ग चुस्थ्यौँ। मेरो चिप्लो पानी मिसले खानुहुन्थ्यो। अनि केही बेर हामी अँगालोमा बेरिएर सत्थ्यौँ। अनि बल्ल हामी चिक्न थाल्थ्यौँ। हाम्रो चिकामारी निकै बेरसम्म चल्थ्यो। दुवै अति सन्तुष्ट हुने गरी। त्यसैले मिसले कहिल्यै नै भन्नुहुन्थेन। म यदि कुनै दिन चाँडै निदाए भने मिस मेरो कोठामा आएर मलाई बोकेर लैजानुहुन्थ्यो अनि मध्यरातमा बिउझाउनुहुन्थ्यो। मिसको सेक्सको लत त्यस्तो लागेकाले मैले सधैँ मिसको न्यायो शरीरको माया पाइरहे। तर जब म 9 कक्षामा पुगेँ,
तब मिस घर फर्कनु पर्ने भयो। वहाँको शिक्षा आयोगमा नाम निस्कियो, उहाँकै गृह जिल्लामा। जति नै पटक चिकेको भए पनि त्यो साथ छुट्दा हामी दुवैलाई पीडा भयो। अहिलेको जस्तो फोन थिएन, तर हामी चिठीपत्रमा कुरा गर्थ्यौं। चिक्न मन लागेको कुरा हुन्थ्यो। अनि पछि बिस्तारै मिसले नयाँ ब्वायफ्रेन्ड बनाएको कुरा लेखेर पठाउनु भयो। तर कसैले पनि त्यसरी चिक्न नसकेको कुरा हुँदा मलाई खुसी लाग्थ्यो। यता महिनौ बितिसक्दा पनि स्त्री अङ्गको स्पर्श गर्न नपाएको छटपटी थियो। अनि मिसलाई त्यो भने, मिसको चिठीमा उत्तर आयो, तिम्रो काकी छोरी छे नि, रुबिना, उसलाई डाकेर मजा लियो। मलाई लाग्छ उसले नै भन्दिन। तर जेठी रोजालाई चाहिँ होइन नि। यो कुरा मलाई बढो मन पर्यो। टाढा भएर पनि मेरो यौन आनन्दको ख्याल गर्ने मेरी प्यारी मिसलाई धन्यवाद दिनै पर्छ। मलाई कान्छी बहिनीको वासना खुबै मन पर्थ्यो। चञ्चले थिए। कान्छी 11 वर्षकी थिए, तर 12 वर्षे दिदी भन्दा पुष्ट थिए। उसका छाती उठिसकेका थिए, जबकि रोजा अझै बच्चै देखिन्थी। रुबिना मसँग झ्याम्मिने भएकाले पनि उसलाई छुन, चलाउन गाह्रो थिएन। उही अहिलेसम्म मिसको पुतिबाटै यो इच्छा पूर्ति भइरहेकाले मैले बहिनीतिर यस्तो नजरले हरेको थिइन्। तर मिसले नै भनेपछि भने बहिनीको शरीरप्रति एकाएक आकर्षण बढेर आयो। यो बेलुकी मैले रुबिनालाई डाके। ऊ सरासर मेरो कोठामा आइपुगी। मैले उसलाई खाटमा आउन भने। म मेरो साइडमा आएर बसी। पहिले यस्तो व्यवहार मैले नदेखाएको भएर होला ऊ अलिक शङ्कालु भएर मेरो कुरा सुन्न पर्खिरही। रुबी, तिमीलाई पुती भनेको थाहा छ? छैन, किन दादा? लाडो भनेको सुनेको छौ। के हो त्यो भन्ने? तिमीलाई म एउटा कुरा देखाउँछु, कसैलाई नभन है। के कुरा हो? पहिले कसैलाई भन्दिन भन अनि मात्र देखाउँछु। भन्दिन कसैलाई नि। मैले कट्टु खोलेर ठन्किरहेको लाडो देखाइदिए। ऊ चकित परी, लाज मानी, डर मानी। उसको अनुहारमा एकपछि अर्को भाव देखियो। समात त, कस्तो तातो हुन्छ। उसले छुन डराए। मैले उसका सुकोमल हात समातेर मेरो लाडो समात्न लगाए। ल अब चलाऊ है, यसरी तलमाथि गरेर, मैले उसको हातमाथि हात राखेर लाडो चलाउन थाले। कति महिनापछि कुनै स्त्रीले मेरो लिङ्ग समातेकी थिए। त्यो पनि बहिनीले। यो हरकत आफैमा उत्तेजना ल्याउने खालको थियो। उसले मेरो लिङ्ग केही बेर चलाए, उसको हात गलेछ। यतिसम्म भइसक्दा ऊ रातो भएकी थिए। यही हो लाडो। अनि तिम्रो यो छ नि, उसको सुरुवाल बाहिरबाट बिस्तारै मुसारेर भने, यो चाहिँ पुती हो। उलट्ठ परी। मैले उसको सुरुवाल खोले। उसले केही प्रतिकार गरिन। सायद उसलाई पनि कौतूहलता थियो, वा उसलाई पनि मजा हुँदै थियो, वा उसले मेरो लाडो समातेपछि त्यहाँबाट गइहाल्न वा प्रतिकार गर्न हिम्मत गर्न सकिन। आखिर उसले मेरो एउटा राज थाहा पाए, मेरो गोप्य अङ्ग देखेपछि उसमा कुनै खालको मनोवैज्ञानिक असर पर्यो। मैले केवल अड्कल मात्र काट्न सके। मैले उसको रौबिनाको पुतीको डिल चलाउन थाले। अब चाहिँ ऊ साँच्चै मजामा थिए। मलाई त्यो किस गर्न मन लाग्यो। यस्तो कलिलो पुतीको स्वाद कस्तो होला। उसलाई खाटमा सुत्न भने, ऊ उत्तानो सुती। अनि मैले टाङ फट्याएर उसको पुती नजिक मुख लगे। उसको पुतीबाट राफिलो वासना आएको थियो। सायद भर्जिन केटीको पुतीको राफहरूको भन्दा बेग्लै हुन्छ। सायद ठुला केटीहरू झै उसले नियमित पुती सफा गर्दिन, त्यसैले पो हो कि। जे होस्, उसको फोहोर पुती चुस्ने मन भयो। अनि मैले मुखले बिस्तारै पुती चाट्न थाले। ऊ जसँग जसम भए, अनि जिब्रोले पुतीको प्वाल खोज्दै भित्र छिराउन खोजे। उसको प्वाल अति टाइट थियो। मलाई लाग्दैन सहजै यो प्वालबाट मेरो लाडो छिर्न सक्छ। तर पुती चुस्न पाउनु नै मेरो लागि भाग्यको कुरा थियो। केही बेर पुरी चुसेपछि उसलाई उठाए। उसका आँखा लुलाएका थिए। अनुहार रातो भएको थियो। मजा आयो। बस उसले अरू शब्द उच्चारण गर्न सकिन। मलाई चिक्ने रहर अझै थियो। यो महिनौको ज्वाला शान्त गर्नु थियो। रुबी, मेरो पनि चुस नहे। हुन्छ, उसले हुन्न भन्ने कुरै थिएन। मैले उसलाई खाटभन्दा तल भुइँमा जान भने, अनि म खाटमा बसे खुट्टा तल झारेर। अनि मेरो ठन्किएको लाडो उसको मुखमा कुचे। ऊ सुरुमा हिचकिचाए, तर मैले टाउको तानेर छिराइहाले। उसले चुस्न थाली। मैले मुखभित्र बाहिर गर्न थाले। उसले केही बेरमा मुखबाट लाडो निकाली। उसको र्याल र मेरो लाडोको चिप्लो पानीले लाडो लतपतिएको थियो। उसको ओठभरि चिप्लो पानी लागेको थियो। तर मैले फेरि मुखमा कुचिहाले। उसको परवाह गरे बिना उसको मुखमा चिकिरहे। सायद उसको भाग्य थियो। 5 नै मिनेटपछि म चरम सन्तुष्टिमा पुगे।
अनि एकछिन उसलाई अँगालोमा हालेर उसको पुती चलाइराखे। 10 मिनेटपछि मैले उसको पुतीभित्र औला छिराउँदै उसको टिसी खेलाइदिन थाले। केही बेरमा उसको पुठो जोडले तलमाथि गर्यो। सायद ऊ पनि आनन्दको चरम सीमामा पुगी। उसको पुती वरिपरि चिप्लो पानी थियो। मैले त्यो पानी चुसिदिए, चाटिदिए।